विगत 7 वर्षदेखि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो म्याच फिक्सिङ गर्ने गरेको खुलेको छ। अन्तर्राष्ट्रिय बुकीहरूसँग मिलेर खेल खेलेको आरोपमा राष्ट्रिय टोलीका कप्तान सागर थापासहित 5 जना हिजो पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले हिजो कप्तान थापासहित राष्ट्रिय टोलीका रितेश थापा, सन्दीप राई, पूर्व राष्ट्रिय खेलाड़ी विकास सिंह छेत्री, 3 स्टार क्लबका पूर्व प्रशिक्षक अञ्जन केसीलाई पक्राउ गरेको हो। कप्तान सागर र सन्दीप राष्ट्रिय टोलीका डिफेन्डर हुन् भने रितेश राष्ट्रिय टीमका गोलरक्षक हुन्। अञ्जन पूर्व राष्ट्रिय डिफेन्डर खेलाड़ी हुन्। सन् 2008 देखि विभिन्न देशसँग नेपालले खेलेका खेलमा उनीहरूले पैसा लिएर अरूलाई जिताएको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भन्नुभयो, उनीहरूले कोसँग कहिले कति रकम लिए भन्ने प्रमाण समेत हामीले पत्ता लगाएका छौं। प्रारम्भिक अनुसन्धानमा अरू धेरैको पनि संलग्नता देखिएको भन्दै प्रहरीले खोजी गरिरहेको छ। 2 महिना लामो अनुसन्धानपछि अपराध महाशाखाका प्रहरी निरीक्षक सुदीप राज पाठक नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। मलेसिया र सिंगापुरमा रहेका म्याच फिक्सिङ गराउने बुकीहरूसँग मिलेर उनीहरूले लाखौं रकम लिँदै आएको प्रहरीले दावी गरेको छ। एकै खेलाडीले एउटा खेलमा मिलेमतो गरेबापत $5,000 सम्म लिएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले राज्य विरुद्धको अपराध मुद्दामा कारवाही गर्ने तयारी गरेको छ। उनीहरूले राज्यलाई नै ठूलो धोका दिएकाले राज्य विरुद्धको अपराध मुद्दामा कारवाही गरिने प्रहरीले जनाएको छ। त्यसका साथै संगठित अपराध मुद्दामा पनि कारवाही गर्ने तयारी प्रहरीले गरेको छ। पक्राउ परेकाहरूले न्यू रोडको सोसाइटी ट्राभल सर्भिस लिमिटेडबाट र साइबर मनी ट्रान्सफरबाट पटक पटक पैसा लिएको भेटिएको एसएसपी खनालले बताउनुभयो। प्रशिक्षकदेखि सबै खेलाडीलाई मिलाएर म्याच फिक्सिङ हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। अफगानिस्तानसँगको खेलमा त 2 पटक पोस्ट बाहिर प्रहार गरिएको खुलेको छ। एसएसपी खनाल भन्नुहुन्छ, जोर्डनसँग 9-0 ले हार्नुमा पनि म्याच फिक्सिङ नै भएको रहेछ। उनीहरूमध्ये बुकीहरूसँग सागर थापा, अञ्जन केसी र रितेश थापाको प्रमुख मिलेमतो भएको र उनीहरूले अन्य खेलाडीलाई पैसा बाँड्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। दक्षिण कोरियामा गत वर्ष भएको 23 वर्ष मुनिको फुटबल प्रतियोगितामा समेत म्याच फिक्सिङ भएको प्रमाण भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। प्रहरीले थापालाई थापाथलीबाट, रितेश र सन्दीपलाई बालुवाटारबाट तथा अञ्जन र विकास सिंह छेत्रीलाई जाउला खेलबाट पक्राउ गरेको हो। फिलिपिन्स, जोर्डन, प्यालेस्टाइन, इराक, अफगानिस्तान, यमनसँगको खेलमा म्याच फिक्सिङ भएको पुष्टि भएको जनाउँदै प्रहरीले अन्य खेलको विषयमा पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ। रितेश थापा गोलकिपरका रूपमा खेल्ने गर्दथे। कतिसम्म भने विपक्षीले बल हान्दा प्रशिक्षकले छाड्दे भनेको समेत अनुसन्धानमा खुलेको छ, एक प्रहरी अधिकारीले भनेका छन्। एन्फाका अध्यक्ष गणेश थापाको समेत यसमा संलग्नता रहे नरहेको बारे भने अहिले केही बताउन नसकिने प्रहरीको भनाइ छ। जित्नुपर्ने खेलहरू पनि किन हारियो भनेर एन्फा पदाधिकारीले छानबिन गरेनन्। यसले उनीहरूको पनि यसमा मिलेमतो देखिन्छ। उहाँले भन्नुभयो, जब नेपालले महत्वपूर्ण खेल हारेको छ त्यही बेला खेलाडीको खातामा पैसा आएको देखिएको छ। म्याच फिक्सिङबारे विश्वमै कुख्याति कमाएका सिंगापुरका पूर्व नागरिक विल्सन राज पेरुमलले पुस्तककै रूपमा सो तथ्य सार्वजनिक गरिदिएका थिए। यद्यपि सम्बन्धित निकायले त्यसबारे कुनै चासो दिएन। विल्सन राजले सन् 2014 मा सार्वजनिक गरेको आफ्नो बायोग्राफी केलोङ किङ्समा आफूले विश्वभरमा गरेको म्याच फिक्सिङको अनुभव उतारेका छन्। उनले सोही पुस्तकमा नेपालले सन् 2008 बाटै अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गर्दै आइरहेको खुलासा गरेका छन्। युरोपेली चर्चित लिग फुटबल तथा विश्वकपकै खेलहरूमा समेत फिक्सिङ गराएका पेरुमलले नेपालको अन्तर्राष्ट्रिय म्याच फिक्सिङमा आफै सहभागी भएको समेत उल्लेख गरेका छन्। उनले म्याच फिक्सिङका लागि नेपाल दक्षिण एसियामै सहज राष्ट्र भएको पनि उल्लेख गरेका छन्। पेरुमलले पुस्तकमा व्याख्या गरे अनुसार नेपालमा अन्तर्राष्ट्रिय खेलको मिलेमतोमा संलग्न हुनेको संख्या अझ बढ्न सक्नेछ। विल्सन राजले नेपालको सिनियर टोलीले आधिकारिक प्रतियोगितामा मात्रै नभई मैत्रीपूर्ण खेलमा समेत मिलेमतो गर्ने गरेको खुलासा गरेका छन्। यस्तै उनले उमेर समूहको प्रतियोगितामा पनि मिलेमतो हुने गरेको दावी गरेका छन्। यसैबीच प्रहरीले 1 महिना अघि नै अञ्जन केसीको आर्थिक स्रोत खोज्न सुरु गरी अन्य खेलाडीमा निगरानी राखेको थियो। प्रहरी स्रोतका अनुसार म्याच फिक्सिङबाट कमाएको पैसाले उनले सिक्किममा क्यासिनोमा लगानी गरेको समेत खुलेको छ। अरू खेलाडीको पनि सम्पत्ति छानबिन गर्ने प्रहरीले जनाएको छ। अवैध तरिकाले सम्पत्ति कमाएकाले सम्पत्ति शुद्धिकरण ऐन अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान गर्न लागि छ। पक्राउ परेका रितेश थापा नेपाल पुलिस क्लब अन्तर्गतका असै समेत हुन्। फिक्सिङको आशंका गरिएका खेलहरू फिलिपिन्स विरुद्धको खेल 11 अक्टोबर 2011 मनिलामा भएको थियो। मैत्रीपूर्ण खेल थियो। 4-0 ले नेपाल पराजित भएको थियो। फिलिपिन्समै 11 अप्रिल 2014 मा फिलिपिन्स विरुद्ध भएको
दोहामा भएको मैत्रीपूर्ण खेलमा 3-0ले पराजित भयो। फिलिपिन्स विरुद्धकै दोहामा भएको 11 अक्टोबर 2014 को अर्को खेलमा 3-0ले नेपाल पराजित भएको थियो। त्यसैगरी 2011-23 जुलाईमा जोर्डन विरुद्ध भएको जोर्डनमै भएको विश्वकप छनौटको पहिलो लेगमा नेपाल 9-0ले पराजित भएको थियो। जोर्डन विरुद्धको 28 जुलाई 2011 काठमाडौँमा भएको विश्वकप छनौटको दोस्रो लेगमा 1-1 को बराबरी खेलेको थियो। प्यालेस्टाइन विरुद्ध 6 मार्च 2013 मा एफसी च्यालेन्ज कप छनौट 0-0 को बराबरी भएको थियो। इराक विरुद्धको 14 सेप्टेम्बर 2014 मा भएको खेल इन्चोन एसियाडमा 4-0ले पराजित भएको थियो भने 8 सेप्टेम्बर 2013 मा अफगानिस्तानसँग भएको साफ च्याम्पियनसिपमा नेपाल 1-0ले पराजित भएको थियो। 7 वर्षदेखि राष्ट्रिय फुटबलमा फिक्सिङ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।